हेलो एन्ड नमस्ते गाइस फाइनली क्लोजिङ भइसक्यो होइन बार रेस्टुरेन्ट क्लोजिङ भइसक्यो बाहिर पुरा अँधेरो भइसक्यो होइन गाइस सो अहिले टाइम चाहिँ नि ठ्याक्कै 9:30 हुन लागेको छ 10 मिनट बाँकी छ होइन अब त्यस्तो बिजी छैन सो मैले चाहिँ नि रोमानियन करेन्सी पनि देखाउँछु कस्तो हुन्छ भनेर सो गाइस यो सबैभन्दा ठुलो होइन 500 को नोट सो देख्न सक्नुहुन्छ गाइस यस्तो हुन्छ 500 को नोट चिन सुते ली यो अब यो कुन कहाँको हो थाहा भएन होइन तर यस्तो मान्छे प्लस 200 को माल यस्तो हुने रहेछ अनि पुरा 200 को 100 को यस्तो हुन्छ सो यस्तो छ गाइस हामीले क्लोजिङ गर्दैछौँ यो चाहिँ नि पिओएस ट्याग यसरी जाने अब रिपोर्ट कति सेल्स भयो होइन यसरी थाहा हुन्छ ट्याग यहाँ प्रिन्ट गरेपछि रिपोर्ट पर्र आउँछ यसरी आउँछ गाइस सो यस्तो छ आज सेल्स धेरै नै भएको थियो सो 1644 अनि त्यसपछि यो सिस्टम गाइस हामीले युज गर्ने POIN बुकिङ भन्ने सो सजिलो छ यहाँ आइसकेपछि होइन रेस्टुरेन्टको काम सिकिसकेपछि मेन कुरा यो सिकेपछि सजिलो हुन्छ अनि मेन्युरी अब मेन्यु भनेको यो रोमानियामा चाहिँ नि अलिक गाह्रो हुन्छ यहाँ आएपछि भाषा सिक्नु पर्यो सो मेन्यु ब्रासेरिया भन्ने होइन अब मलाई पनि त्यस्तो आउँदैन तर हल्का फुल्का होइन जस्तो कि इक्रे दि क्र्याब भन्ने के छ अब म जुम गरेर देखाइदिन्छु यस्तो हुन्छ खास इङ्ग्लिसमा हुँदैन सो प्र्याक्टिस गर्दा गर्दा सबै सिकिन्छ गाइस जस्तो कि ककटेल छुरी भयो होइन ककटेल छुरी त जस्ट नर्मल यहीँको उसमा हुन्छ होइन इङ्ग्लिसमै हुन्छ तर रेसिपीहरू यताउति चाहिँ नि रोमानियामा हुन्छ गाइस यही हो गाइस सिपुले केही भन्नु छ सो भ्यू चाहिँ नि यस्तो छ सो केही छ भनेपछि गाइस कमेन्ट गर्नुहोस् थ्याङ्क यू सो मच